गभर्नरको 20 करोडको अफर ल्याएर आयो भने कि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ कि म मान्यबाट राजीनामा दिन्छु मान्नुहुन्छ राजीनामा दिन तयार च्यालेन्ज एउटा जनजातिको छोराले गभर्नर फेर्न सक्ने हुत्ती भइदिएको भए राज्य मन्त्रीबाट केपी शर्मा ओलीले मलाई हटाउँथ्यो होला म उहाँलाई हटाइदिन्थ्यो होला नि त मेरो शक्ति रहेछ त आवश्यकता परे म देउतासँग कुरा गर्न सक्ने क्षमता मन्त्री क्वार्टरमा गयो भए त कुम्लो पोको लुगा फाटो पट्याउनु पर्थेँ मेरै घर झुब्रो घर म आफै बसेर आनन्द भयो। चैत 11 गते कुलमानजीले हटाउनु भयो एउटा जनजातिलाई। वैशाख 11 गते अस्ति 31 को महिनाले गर्दाखेरि वैशाख 11 गते मलाई हटाउनु भयो। अब जेठ 11 गते कुन जनजाति खोज्दैछ केपी ओली? ऊर्जा राज्य मन्त्री जस्तोले गभर्नर बन्नु शक्ति भयो भए मलाई चाहिँ मेरो घरमा त केपी ओली नै आउँथ्यो होला, शेरबहादुर देव पनि आउँथ्यो होला नि त। तपाईँ त शक्तिशाली मान्छेहरू छ। आरजु राणाज्यूले मलाई भन्नुभयो कुलमान नहटाइकन तपाईँ प्रधानमन्त्रीलाई रिसाउनु भएको छ, माफी माग्नु जानुहोस् भन्नुभयो। माफी मागेर म मन्त्री खान्न भने